सो गाइस आज चाहिँ हामी यता ग्लोरियातिर 4 जना केटाहरू हैन यसो लागेर सपिङ गरौँ भनेर आएको त यहाँ सामान यहाँ भुजी यो देखि खान नसक्ने भयो हैन त्यसै कारणले चाहिँ अहिलेसम्म चाहिँ किन्न चाहिँ केही किनेको छैन केटाहरू चाहिँ हिँडिरहेको छौँ बाटोमा अब त्यस्तो तालमा हिँडिरहेको छौँ एन्जेलाको मोबाइल ल्याएर इनले दिनभरि फोटा मात्र खिच्यो ल हेर न यस्तो छ के हामीलाई सपोर्ट गरे ल के गरे केही छ के यसको फोटा मात्रै छ हैन मैले यहाँ आइसक्रिम खाएँ दुईटा ल दुईटा आइसक्रिम खाए केला केला अनि केही होइन सुन यता यो महिना पुगेर किनेको 9 छ है यो मान्छे त यो के हो अन्सारी भन्ने मान्छे किन्ने 580 भन्ने ल ड्याङमा यही भनिदियो अब के गर्ने अब पटाका लगाएर चाहिँ साँझै राम्रै गरी पड्काउनु पर्छ भन्ने लागिरहेको छ मलाई एउटा पटकलाई सोधेको 180 रुपियाँ हुन्छ हाम्रो बलेको हुँदा पनि तपाईँ 20 रुपियाँमा पाउनुहुन्छ त्यो पनि हो एकदम राइट केही गरेर पनि सुनको छैन केटा त्यसै कारणले हामीहरू बिजोग भएर रोडमा चाहिँ खाली 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 घर जाने केटा मिठाई खाने बाटो नै त्यही हो सकियो ग्लोरियाको भिडियो नै हाम्रो यति नै आइरहेको छ हस् त सबैजनालाई नमस्कार मेरोमा लाइक सब्सक्राइब र फलो गरिदिनु होला ल सबैजना साथीहरूलाई पनि गरिदिनु होला पीडित हुनुहुन्छ महिनावारी उठ्नु भयो